हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी सुशीला लामा। फेरि पनि म आइसकेँ हजुरहरूकै माझ एउटा सानो भ्लग लिएर। अनि धेरै भयो नि त साथीहरू मैले भ्लग नबनाएपछि त क्यामेरामा आफ्नो फेस हेर्दा नि कस्तो लाज लाग्ने फिल हुँदो रहेछ, बोल्न नि के बोलौँ जस्तो हुँदो रहेछ होइन साथीहरू। अनि आज चाहिँ मैले अब त्यस्तो खासै भिडियो बनाउने त त्यस्तो केही त छैन कि भए पनि मैले चाहिँ आफ्नै यतैतिरको घरयासी कामहरू पसलहरूको भ्लग बनाउँदैछु साथीहरू। अनि अहिले चाहिँ बिहानको 10 बजिसकेको छ। मैले चाहिँ अहिलेसम्म खाना बनाएको छैन, अब चाहिँ खाना बनाउने प्रोसेसमा जाँदैछु। मैले चाहिँ कुकरमा चामल हालिसकेँ। अब यो चामल पखालेर यसलाई चाहिँ पानी हाल्नुपर्ने हुन्छ। अनि साथीहरू हजुरहरूलाई कस्तो छ? आई होप हजुरहरूलाई धेरैभन्दा धेरै नै सन्चो हुनुहुन्छ होला भन्ने आशाको साथसाथै अनि के कुरा भन्न आएकी छु भने अहिले चाहिँ चुनाव चलिरहेको छ नि त होइन। फागुनको 21 गते चुनाव छ अरे। अब साथीहरू हामीले पार्टी हेर्ने होइन, आफ्नो मान्छे हेर्ने होइन, अब हामीले चाहिँ राम्रो मान्छेलाई चुज गरौँ, राम्रो मान्छेलाई चाहिँ भोट दिउँ है त। त्यही भएर आफ्नो मान्छे चुज नगरौँ, हामी पार्टी भनेर पछि नलागौँ। जसले राम्रो गर्छ, जसले चाहिँ देश अलिकति बनाउँछ कि जस्तो हुन्छ नि होइन, उसलाई चाहिँ हामीले भोट हालौँ है त साथीहरू। अनि हुन त हामी नेता त होइनौँ, भए पनि अहिले चुनावको बेलामा सबैजना भोटको कुरा गर्ने क्रममा निस्केको यो कुरा चाहिँ। एनिवे केही छैन साथीहरू। अनि हेर्नुहोस् न साथीहरू, मेरो त यहाँतिरको प्लान्ट सबै मरिसक्यो, के भयो होला नि। हेर्नु त सबै एलोभेरा चाहिँ अलिकति बढेर आएको छ। उयो पनि यहाँ चाहिँ साग रोप्दियो, यो यस्तो भइरहेको छ साथीहरू। अनि मेरो घर पछाडिबाट देखिने भ्यूज हजुरहरूलाई अब नदेखाउने त कुरै भएन होइन साथीहरू, देखाउनै पर्यो। तर आज चाहिँ हिमाल चाहिँ देखाइरहेन छ है साथीहरू, त्यस्तै हो। अनि अब खाना बसाल्नु पर्ने हुन्छ है साथीहरू। मैले खाना बसालेँ। अनि चम्चा चाहिँ किन राखेको भन्नु होला कि, तर मेरो यो कुकरको सिटी जाँदैन कि। अनि चम्चा राखेर कस्यो भने चाहिँ सिटी जाने रहेछ नि त, त्यही भएर मैले चाहिँ सिटी राखेँ। अनि मैले चाहिँ गोलभेडा यसरी भिजाउने गर्छु साथीहरू, किनभने हामीले बजारमा यो गोलभेडामा चाहिँ अब खेती किसान गर्ने मान्छेहरूले अब यो अहिलेको जमानामा त जेमा पनि विषादी औषधिहरू प्रयोग गर्नुपर्ने हुन्छ नि त। फेरि विषादी औषधि प्रयोग गरेन भने त केही चिज पनि फल्दैन, फले पनि त्यो बस्दैन क्या रुखमै, सबै कुहिएर झर्छ यत्रो हुँदै। अनि त्यही भएर मैले चाहिँ यो मजासँग 2-3 घन्टा चाहिँ यसरी भिजाएर राख्छु। अनि यो भिजाएर राखिसकेपछि चाहिँ यसको विषादीहरू चाहिँ निस्किन्छ भन्दा पनि खानालाई एकदम धेरै उत्तम हुन्छ नि त साथीहरू। त्यही भएर मैले चाहिँ यसरी भिजाइसकेँ। अब यो निकालेर राख्नुपर्ने हुन्छ। अनि हेर्नुहोस् त मेरो किचन कति धेरै फोहोर भइरहेको छ। अब यस्तै त हो नि साथीहरू, जाँगर चल्ने बेलामा टिलिक्क टल्किन्छ, जाँगर नचल्ने बेलामा त्यही हो होइन त साथीहरू। अब खालि हामी छोरी मान्छेहरू चाहिँ खालि किचन भन्ने हुन्छ नि त है। अब भन्न चाहिँ कफी भनेर ल्या हो यो, तर यो कफी नभइकन यो चाहिँ दुध रहेछ। दुध के हो कस्तो हो होइन त साथीहरू, तर बहिनी खाँदैछु, पैसा तिरेको चिज होइन। ओके साथीहरू, अनि मेरो क्यामेरामा के रहेछ। अनि म चाहिँ अब आलु निकाल्छु। आलु त कत्रो ठुलोवाला आलु छ हेर्नु त यहाँ। आलु यो चाहिँ गाउँमा एउटा भइदा मलाई पुग्छ, इनफ हुन्छ। यत्रो ठुलो आलु छ है, एकदम धेरै ठुलोवाला आलु छ। अनि पकाउँदैछु मकै। अनि म चाहिँ आलु काट्छु साथीहरू। यो चाहिँ आलु एउटा भयो नि मलाई पुग्छ कि, यो यत्रो धेरै ठुलो छ नि त। त्यही भएर अनि खासमा त आलुको बोक्रा शुद्धै खानुपर्छ अरे, भिटामिन पाउँछ अरे भन्छन्। तर यो आलुको बोक्रा त अब कसको कुरो चाहिँ पत्ताउनु र साथीहरू, टोइलेट बस्दा आलुको बोक्रै निस्किन्छ त कसको कुरो चाहिँ पत्ताउनु होइन साथीहरू। त्यही भएर मलाई चाहिँ आलुको बोक्रा फाल्दा चाहिँ एकदम धेरै राम्रो लाग्छ, तर नफाल्नु भन्दो रहेछ है। अनि भयो अब
कौली पकाउँछु, यो पनि हुन्छ। आजभोलि तरकारी केही पनि महँगो हो साथीहरू। कौली केजीको 80 रुपियाँ, गोलभेडाको 140। अब त तरकारी नै किनेर खान सक्दैन हौ, के गर्नु, जसरी भए नि किनेरै खानु नै परिहाल्यो है। अब आफ्नो घरमा छ गुन्द्रुक अनि साग छ। अब साग गुन्द्रुक त अब कति खानु के है, डेली खाँदा नि झ्यावै हुन्छ नि त, त्यही भएर नि अब कहिलेकाहीँ मुख फेरि खान मन लाग्छ। तरकारीहरू यति धेरै महँगो हुन्छ नि त, तर केही छैन। बिचरा अब काम गर्ने मान्छे, खेती किसान गर्ने मान्छेहरूलाई पनि त 2-4 पैसा चाहियो नि त होइन, दुःख गरे अनुसारको। साथीहरू ठिकै छ, केही छैन, नो प्रब्लम। यसो इङ्ग्लिस ठोक्दा स्याउली बजारमा तान भो हान भो मलाई देखेर, तान भो हान भो मलाई देखेर। आजभोलिको गीत पनि के निस्किन्छ हो साथीहरू, ताना तान्दै हाना हान्दै, के हो। अब यो पखाल्नु पर्ने हुन्छ अनि म तपाईँहरूले देखाउनुहुन्छ धनिया। अनि यो चाहिँ मेरो माइतबाट मम्मीले पठाइदिनु भएको धनिया हो साथीहरू, हाम्रो अर्ग्यानिक। यसलाई भनिन्छ कि अर्ग्यानिक। हेर्नुहोस्, यसमा औषधि नै हालेको छैन कि विषादी केही पनि हालेको छैन के। अनि यो दाइले ल्याइदिनु भएको रहेछ। अनि यो धनिया चाहिँ के अरे प्लास्टिकमा राखेर फ्रिजमा राख्यो भने चाहिँ एकदम धेरै निकै टाइमसम्मलाई नै खानलाई हुन्छ। विषादी हालेको चिज चाहिँ चाँडै कुहिन्छ भने यो विषादी नहालेको चिज चाहिँ जतिसम्म राखे पनि कुहिँदैन कि साथीहरू, त्यति फरक हुन्छ। अनि स्वास्थ्यमा पनि धेरै नै फरक हुन्छ। फेरि स्वास्थ्यमा चाहिँ अब हुन्छ नि, यो विषादी प्रयोग गरेको के अरे सामान खानेकुराहरूले चाहिँ एकदम धेरै समस्या देखाउँछ भने हाम्रो यो यो केही पनि नहालेको अर्ग्यानिकले चाहिँ यस्तो केही देखाउँदैन। अनि खानामा पनि कति धेरै स्वादिष्ट है। हेर्नु कत्रो ठुलो भएको नि, पखालेर नै पठाउनु भएको रहेछ मम्मीले। मेरो खानाको सिटी सी भन्न लागिसक्यो। ताना तान भयो मलाई देखेर, स्याउली बजारमा। ओ यस्तै हुन्छ कि साथीहरू, यस्तै हुन्छ। अनि मलाई फेरि त्यही भएर झ्याउ लाग्छ कि यो धेरै पानी निस्केपछि कसको घरमा चाहिँ कसको किचनमा चाहिँ यस्तो हुन्छ साथीहरू। जब टिलिक्क चुलो टल्काउने बेलामा चाहिँ यसरी खाना होस् या दाल होस्, यसरी यस्तो हुन्छ कि साथीहरू। त्यही भएर मलाई चाहिँ झ्याउ लागिहाल्छ। अब 1 गिलास चामल त हो है, पाकिसक्यो यो। अब अफ गरिदिउँ। अब यसलाई चाहिँ निकालेर यसमा राखिदिउँ। यो अब धेरै बेर भइसक्यो। अब यसमा राखिदिउँ। अनि मलाई फेरि किचन सुत्ने ठाउँ जस्तो फोहोर भयो भने पाराभित्र त्यो नभएको रिस पनि उठिहाल्छ क्या साथीहरू। त्यही भएर मलाई किचन र सुत्ने ठाउँ चाहिँ एकदम धेरै राम्रो चाहिन्छ। टोयलेट पनि एकदम धेरै राम्रो चाहिन्छ। ल भयो। अब हामी चाहिँ यसमा हेर्नु त साथीहरू, पानी कस्तो। अब यसमा त हरियो छ है, तर मैले चाहिँ रियलमा चाहिँ पहिलो पानी देखिरहेको छ है। हजुरहरूले चाहिँ अब क्यामेरामा चाहिँ खासै देख्नु भएको छैन। अनि यी साथीहरू मैले रेडी पारेँ। अब पकाउनेमा
पकाउँदैछु अब हेर्नु न कस्तो हिजो भर्खर बिहान भर्खर सफा गरेको चुलो फेरि यस्तै भइसक्यो। हस् साथीहरू म अब पहिला एकचोटि तरकारी पखालेर ल्याउँछु है त बाई बाई। ओके साथीहरू अब म तरकारीतिरको प्रोसेस गर्छु है। अब मेरो भिडियो खिच्ने मान्छे छैन नि त, म आफैले खिचेको हो। भिडियो चाहिँ म आयो कि आएन त्यो चाहिँ मलाई थाहा भएन है। अनि मैले कुरा चाहिँ अलिक टाढा हुन्छ भनेर ब्लुटुथ लगाएको छु है साथीहरू। यसो विचार गरेर तपाईँहरू आफै बुझिदिनु होला। अनि आज चाहिँ मैले कौली र आलु बनाउँदैछु। अब कराई बसाल्छु है। अब गाउँघरको यस्तै त हुने होइन साथीहरू, माइन्ड नगर्नु होला। चप्पिङ बोर्ड निकाल्दैछु, चप्पिङ बोर्ड। अनि खोइ त चक्कु कहाँ, चक्कु चाहिँ यहीँ रहेछ त। अनि के साथीहरू, अनि धेरै पछि भ्लग बनाउँदैछु नि त होइन। मलाई अनि भ्लग बनाउने बेलामा चाहिँ के बोलौँ कसरी बोलेको पनि शुद्ध भयो कि भएन त्यस्तो फिल हुँदो रहेछ कि साथीहरू। यो अब बोलिराख्यो भने चाहिँ होइन एकदम धेरै नै बाटो हुने रहेछ। जब मान्छे नबोलिकन यत्तिकै बस्यो भने चाहिँ एकदम धेरै मान्छेले भन्दा पनि आफैले नै लाज लाग्ने फिल हुँदो रहेछ कि साथीहरू। अनि मैले धेरै भयो नि त राम्रोसँग क्यामेराहरूमा फेस नगरेको, क्यामेराहरू खासै नबनाएको, के अरे भिडियोहरू नबनाएको धेरै भयो नि त। त्यही भएर मलाई चाहिँ एकदम धेरै अर्ड फिल आइरहेको छ होइन। अनि अब चाहिँ पहिला त एकदम धेरै भ्लगहरू सानो भ्लगहरू भए नै बनाइराख्थेँ। आजभोलि खाँदै जस्तो नि छैन नि त। ठिकै छ साथीहरू। हेर्नु त एउटा आलुले कति धेरै भयो। यत्रो आलु म एक्लैले सक्छु किनभने म आलु लभर हो। आलु लभर हो है साथीहरू, आलु लभर। प्याज त यहाँ नै थियो हिजोकै, प्याज काट्छु। मलाई देखेर अनि म पहिले सुरुमा चाहिँ के अरे यसलाई के भन्छ मेथी। खासै मेथी त खाने मान्छे त होइन भए पनि यसो बास्ना आओस् भनेर चाहिँ मैले मेथी पड्काएँ। अनि 2-3टा यो खुर्सानी पनि पड्काउँछु साथीहरू। मलाई चाहिँ खुर्सानी पड्काएको एकदम धेरै मिठो लाग्छ, तर खान चाहिँ सक्दिनँ। त्यो खानाको छेउछेउमा राख्नुलाई एकदम धेरै राम्रो लाग्छ कि साथीहरू। त्यही भएर म चाहिँ खुर्सानी चाहिँ पड्काउने गर्छु है। अनि के साथीहरू, अब कसले गाउँघरमा जसरी यसरी सिलौटामा यसरी नुन मसलाहरू पिनेर खानुहुन्छ साथीहरू, मलाई चाहिँ अब त्यो मिक्सचरहरूमा भन्दा चाहिँ यस्तोमा पिनेको चाहिँ एकदम धेरै मलाई चाहिँ मिठो स्वादिलो लाग्छ नि त। त्यही भएर यस्तो हो कि साथीहरू, जिरा होइन, जिरा हामीले यसरी जिरा पिनेर खाने बानीले गर्दा चाहिँ त्यो भुटेको मसला चाहिँ खासै मिठो नहुने रहेछ कि साथीहरू। त्यही भएर म चाहिँ प्रायः जस्तो जाँगर चल्ने बेलामा चाहिँ यसरी आफैले हातले यसरी सिलौटामा राखेर
पिन्छु अनि मात्रै खान्छु के साथीहरू। छन त त्यो अर्को रेडिमेडवाला मसला भुटेर फेरि त्यो मेलमा हालेर पिनेको नि छ, भए पनि त्यसले चाहिँ अलि मलाई स्वादै नआउने जस्तो फिल हुँदो रहेछ कि। त्यही भएर अनि साथीहरू मेरो त आज त भिडियो गर्नलाई त एकदम धेरै समस्या। कहिले स्टोरेज फुल भनेर देखाइरहेछ भने कहिले यहाँ मेरो ब्याट्री लो भनेर देखाइरहेको छ साथीहरू। अब म तपाईँलाई दिउँसोतिरको भ्लगहरू देखाउँछु। अहिले चाहिँ अब खाना बनाउँछु, खान्छु है, के हुन्छ हेरौँ है त। अहिलेको लागि चाहिँ म मोबाइल चार्ज गर्छु साथीहरू। मलाई यहाँ मोबाइलले तिमी मात्रै खाने हो, मलाई चाहिँ नलिने भनेर ब्याट्री लो भनिसकेको छ। त्यही भएर म चाहिँ यो खुर्सानी चाहिँ फेरि कति धेरै हाल्या होला भन्नु होला कि, तर यो पिरै हुन्न कि साथीहरू। यो खुर्सानी चाहिँ पिरै नहुनेवाला रहेछ कि, त्यही भएर मैले चाहिँ खुर्सानी यसरी हालिदिएको छु कि। ल है त साथीहरू, अहिले चाहिँ म यति नै गरेँ। अनि अब दिउँसो के हुन्छ देखाउँछु हजुरहरूलाई। अहिले म एकछिन चार्ज गर्छु है त साथीहरू। ओके साथीहरू, अहिलेको लागि बाई बाई। खानासाना खाएर भेट्नुपर्ने हुन्छ दिनभरि के हुन्छ। दिनभरि केही त हुन्न, मान्छेहरू आउनुहुन्छ, सामान लानुहुन्छ, जानुहुन्छ, गफ गर्ने मान्छेहरू आउनुहुन्छ, जानुहुन्छ, त्यति हो हुने। तर अलिक इन्ट्रेस्टिङ लाग्ने कुराहरू छ भने चाहिँ हजुरहरूलाई देखाउनु नै छ। अहिलेको लागि बाई बाई साथीहरू। ओए हेर न आमै कत्रो खाएको त ललिपप त भन्नु। तपाईँको नाम के खान्छ? आर्यन भन। आर्यन हो? छा मलाई ल्याउनु न, मलाई ए खुवा भलिसकेको छ। जान दिन्न म, जान नदिने भने त जबरजस्ती पो जान्छ त यार। मलाई त्यो लाज बताउनु।